देखाउँ के छ भनेर। हुन त अब धेरै चिजहरू छ। अहिले चाहिँ एकदम नजिकै आइराखेको रक्षाबन्धनलाई लक्षित गर्दै मैले यहाँ केही चिजहरू बनाएको छु। यसमा धेरै उहरू छ होइन। ल हेर्नु चाहिँ मेरो राखी कस्तो बन्यो भनेर देखाउन आएको के म। हजुरलाई कस्तो लाग्यो यो राखी? ल भन्नुहोस् है त। ए हेर्नु त यहाँ राखी कस्तो बन्यो होला। मसँग चाहिँ धेरै तरिकाको राखीहरू छ, थरीको होइन। ल हजुरलाई यो डिजाइन मात्र देखाउँछु है आज म। यो डिजाइनमा मैले कतिवटा बनाएको छु भनेर देखाउँछु। ल डिजाइनहरू चाहिँ फरक छ है। ल हेर्नुहोस् त यहाँ मैले बनाएको राखी कस्तो भएछ हजुरहरू हेरेर अनि कमेन्ट गर्नु होला। यो चाहिँ मैले अहिले यो बनाएको राखी चाहिँ मेरो एकजना अब कस्टमर भनौँ कि मेरो साथी भनौँ, उहाँले चाहिँ मलाई यतिवटा बनाइदिनु है भन्नुभयो, मैले बनाइदिएको। ल कस्तो भयो। अनि डिजाइनहरू चाहिँ हजुरहरूले नै सेलेक्ट गर्न सक्नुहुन्छ। यो चाहिँ मैले उहाँलाई डिजाइन पठाएको थिएँ एउटा बनाएर, अनि त्यसपछि मलाई मन पर्यो भन्नुभयो अनि मैले 5वटा उहाँको लागि अझै पनि बन्दैछ। यो चाहिँ कम्प्लिट भइसक्यो भएर देखाएको है। ल हेर्नुहोस् कस्तो छ। 5वटा उहाँले अर्डर गर्नुभएको थियो। 5वटा भयो मेरो राखी। कस्तो छ त। एउटा देखाउँ। यो एउटा यस्तो छ, अनि अर्को यस्तो छ, अनि अर्को यस्तो छ, अनि अर्को यस्तो छ। सरी यस्तो छ, अनि यस्तो छ। कस्तो लाग्यो त।